नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ धनुषामा प्रहरीकै संरक्षणमा यौन धन्दा मौलाएको सम्बन्धी प्रसङ्गबाट। डल्केबर सडक खण्ड अन्तर्गत महेन्द्रनगरमा प्रहरीकै संरक्षणमा यौन धन्दा भइरहेको रहस्य खुलेको छ। सिरेश्वरनाथ नगरपालिका वडा नम्बर 5 का स्थानीय महिलाहरूले सामूहिक रूपमा यसको विरुद्ध प्रदेश प्रहरी कार्यालयमा निवेदन दिएकी छन्। मिथिला नृत्य मञ्च, विजय सहनीको होटल लगायतको आदिवासी होटलमा खुलेआम यौन धन्दा भइरहेको आरोप उनीहरूले लगाएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक राजेश जयसवालको संरक्षणमा यौन धन्दा भइरहेको महिलाहरूले आरोप लगाएकी छन्। केही समय यता व्यापारिक केन्द्रको रूपमा स्थापित हुन लागेको महेन्द्रनगरको मुख्य चोकमै रहेको गेस्ट हाउस, डान्स बार र होटलहरूमा यौन धन्दा मौलाएको हो। झोपडीहरूमा यस्तो क्रियाकलाप हुन थालेपछि छेउमा पारिवारिक जीवन बिताउन गाह्रो भइरहेको उनीहरूले दिएको निवेदनमा उल्लेख छ। मुख्य चोकमा यस्तो प्रकारको क्रियाकलाप रोक्न स्थानीयहरूले केही दिन अघि प्रदेश प्रहरी कार्यालय जनकपुरमा लिखित जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको स्थानीयहरूको गुनासो रहेको छ। प्रदेश नम्बर 2 को अस्थायी राजधानी जनकपुर धाम प्रवेश गर्ने मुख्य द्वार रहेको महेन्द्रनगरमा खुलेआम यौन धन्दा भइरहे पनि प्रहरी मूकदर्शक बनेका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। आजको बैठकमा आइतबार हिजो प्रस्तुत भएको 6 एजेन्डामा केन्द्रित रहेर छलफल हुने जनाइएको छ। आइतबारबाट पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको बैठक आज बिहान 11 बजेको लागि पुनः बोलाइएको हो। हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायण काजी श्रेष्ठले धारणा राख्नु भएको थियो भने 7 प्रदेशका नेताहरूले प्रदेशको रिपोर्टिङ गर्नु भएको थियो। माओवादी केन्द्रले नाम फेर्ने लगायतको विविध एजेन्डामा छलफल गरिएको छ। सर्वोच्चको फैसलाले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। सरकारले निजी क्षेत्रलाई कोरोना विरुद्धको खोप ल्याउन खुल्ला गरेको छ। कोरोना विरुद्धको खोप 20% नागरिकलाई निशुल्क दिइसके पनि पछि मात्रै आयात अनुमति दिने अडानबाट पछि हट्दै सरकारले निजी क्षेत्रलाई खोप ल्याउन खुल्ला गरेको हो। भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई भुक्तानी नै दिइसके पनि सम्झौता अनुसारको थप 10 लाख डोज खोप तत्काल नपठाउने पत्रका साथै थप 50 लाख डोज खरिदको गृह कार्य अवरुद्ध र चीनबाट प्रतिबद्धता भएको अनुदानको खोप पनि ल्याउन ढिला भएपछि सरकारले निजी क्षेत्रलाई आयात खुल्ला गरेको हो। नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र रक्षामा पत्रकारहरूको भूमिका अपरिहार्य रहेको बताउनु भएको छ। सप्तरीमा आइतबार आयोजित जिम्मेवारी तथा उत्तरदायी पत्रकारिता, सुरक्षित र व्यावसायिक पत्रकारिताको लागि महासंघको भूमिका विषयको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रताको लागि लोकतन्त्रको सुरक्षा अपरिहार्य हुने बताउनुभयो। लोकतन्त्रमाथि प्रहार हुँदा पत्रकार महासंघले खेलेको भूमिका बारे चर्चा गर्दै अध्यक्ष आचार्यले देशलाई सङ्कट पर्दा महासंघ र पत्रकारहरूले राष्ट्रको लागि दिएको योगदानले मुलुकलाई दिशानिर्देश गर्न सफल भएको बताउनुभयो। प्रेस स्वतन्त्रताको ग्यारेन्टी भए मात्र लोकतन्त्र जीवित रहन्छ, अध्यक्ष आचार्यले भन्नुभयो। राज्यले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने पटक पटकको प्रयास गर्दा असफल पारी अप्ठ्यारोबाट निकास दियौं। समानुपातिक विज्ञापन ऐन पत्रकारितालाई राष्ट्रिय सेवामूलक उद्योग र श्रमजीवी पत्रकारहरूका लागि न्यूनतम पारिश्रमिक ऐन, आम सञ्चार प्रतिष्ठान जस्ता पत्रकार र सञ्चार क्षेत्रको लागि उल्लेखनीय कार्य आफ्नो नेतृत्वको पालना गरेको बताउँदै कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष आचार्यले अझै पत्रकारको पेशागत सुरक्षा र सञ्चार क्षेत्रको विकासको लागि पत्रकारहरूले जिम्मेवार र उत्तरदायी भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो। अध्यक्ष आचार्यले पत्रकारको पक्षमा
बाध्यकारी कानुन निर्माण भए पनि कार्यान्वयनमा ल्याउन पत्रकारहरूलाई नै उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो। प्रेस काउन्सिल प्रदेश नम्बर 2 का अध्यक्ष शिवहरि भट्टराईले सुरक्षित र व्यावसायिक पत्रकारिताले मात्र सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको पेशागत सुनिश्चितता हुने बताउनुभयो। आफू पनि श्रमजीवी पत्रकार भएरै काम गरेको बताउँदै अध्यक्ष भट्टराईले राज्यबाट उपलब्ध सुविधाको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेश आम सञ्चार प्राधिकरण प्रदेश नम्बर 2 का अध्यक्ष श्याम सुन्दर यादवले स्थानीय स्तरमा रहेको मिडिया र श्रमजीवी पत्रकारहरूको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेशमा भएको परिवर्तनमा स्थानीय पत्रकार र मिडियाले गरेको योगदानको स्मरण गराउँदै अध्यक्ष यादवले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न कलेजमा पत्रकारिता पढ्न सुरु गर्ने तथा तालिम गोष्ठीहरूको आयोजना गरिने बताउनुभयो। नेपाल पत्रकार महासंघ मधेसी समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर 2 का सचिव रामनारायण विश्वास, प्रेस संगठन नेपाल प्रदेश नम्बर 2 का इन्चार्ज प्रकाश खतिवडा, केन्द्रीय सदस्य राजु विश्वकर्मा, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य वैद्यनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरू वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्यास शंकर उपाध्याय, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार एवं प्रेस युनियन सप्तरीका अध्यक्ष श्रवण देव, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारू, महासंघका उपाध्यक्ष सुधादेवी लगायतले पत्रकारिता क्षेत्रमा बढेको विकृति र समाचार सङ्कलनमा आउने समस्याबारे धारणा राखे। नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव जितेन्द्र झाले गरेका थिए भने केन्द्रीय सदस्य एवं मधेसी समितिका संयोजक अवधेश झाले कार्यक्रमको औचित्यताबारे प्रकाश पारे। किशोरीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको जेतपुर सिमरा उपमहानगरपालिका 10 का 30 वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो। पासवानले 17 वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटलमा लिएर पटक पटक करणी गरी गर्भ बनाएको आरोप छ। घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 28 गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ। बीबीसी मास्टर शेफको उपविजेता बन्न सफल सिराहाका सन्तोष शाहलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। आफ्नो घर सिराहा आउने क्रममा आइतबार जनकपुर विमानस्थलमा शाहलाई 51 किलोको माला लगाएर स्वागत गरिएको हो। उनका बाल्यकालका साथीहरू समेत रहेका जनकपुरधाम उपमहानगरपालिका 3 का वडा अध्यक्ष दिपेन्द्र शाहको अगुवाईमा उनलाई सम्मान गरिएको हो। जनकपुर धामका युवाहरूले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा शाहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए। शाहले देशको नाम चम्काएको खुसीमा युवाहरूले विमानस्थलमै केक समेत काटेका थिए। शाहलाई लिन उनकी आमा सहित दाजु भाउजू जनकपुरधाम विमानस्थलमा पुगेका थिए। पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा सन्तोषले आफू काठमाडौँ आएर भान्से कुनै पनि जागिर भन्दा कम होइन भन्ने कुरा बुझाउन सक्रिय रहेको बताए। विमानस्थलमा स्वागत गर्न पुगेका युवाहरू सन्तोषले देशको नाम विश्वमै उज्जवल पारेको र सिराहादेखि भारतको गुजरात हुँदै लन्डनसम्मको 18 वर्षको यात्रामै देशको शान उच्च पारेको भन्दै न्यानो स्वागत सहितको केक समेत विमानस्थलमै काटेर खुसी बाँडेका थिए। जानकी मन्दिरमा दर्शनपछि साथीभाइलाई भेट गरेर सन्तोष गृह जिल्ला सिराहा प्रस्थान गरेका छन्। भारतमा केही दिन यता कोरोना भाइरसको संक्रमण फैलिँदै गइरहेको छ। गएको 24 घण्टामा भारतमा 26,514 जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। यो पछिल्लो 3 महिना यताकै
दैनिक संक्रमित संख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँको सञ्चार माध्यमहरूले जनाएका छन्। यसअघि गएको डिसेम्बरमा 26,624 जनालाई संक्रमण भएको पाइएको थियो। भारतमा अहिलेसम्ममा कोरोना संक्रमितको संख्या 1,13,00,000 नागेको छ। भारतमा कोरोनाको कारण 1,58,000 भन्दा धेरै जनाको ज्यान गइसकेको छ भने 1,10,00,000 भन्दा धेरैले कोरोनालाई जितेका छन्। त्यस्तै अहिलेसम्म 2,97,38,409 जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। भारतको महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरात लगायतका विभिन्न ठाउँमा संक्रमण बढ्दै गइरहेको पाइएको छ। यी राज्यको विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यू लगाइएको छ। कोरोनाको झण्डै 60% सक्रिय संक्रमित महाराष्ट्रमा पाइएको छ। म्यानमारमा जारी प्रदर्शनको क्रममा गोली लागि दैनिक 38 जनाको मृत्यु भएको छ। एकै दिनमा 38 जनाको मृत्यु भएको छ। सेनाले कु गरी सत्ता हातमा लिएपछि निरन्तर जारी आन्दोलनको क्रममा आइतबार मात्रै 38 जना मारिएका हुन्। आइतबारको प्रदर्शनमा मुख्य सहर यंगुनमा कम्तीमा 31 जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागहरूमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सुरक्षा बलले यंगुनको हलिङ त्यसैगरी थारयार क्षेत्रमा प्रदर्शनसहित गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।